ल आलु खन्न थाल्यो हामीले चाहिँ ल आमाले देखाउँदै हुनुहुन्छ अरू चाहिँ त्यहाँ बोरामा छन् 2 बोरा दिउँसो गइसके त्यहाँ भरिँदैछन् आज चाहिँ यति खन्ने है त यति यहाँबाट यहाँसम्म आज खनियो अब भोलि फेरि उता बाँकी छ भोलि भ्याइँदैन पर्सि होला हाम्रो नानीले यता हेर्देऊ कान्छी यता हेर हेर न हेर हेर्देऊ न यता हेर्देऊ हेर यता हेर न आहा कति राम्रो छौ तिमी अब यहाँ आलु चाहिँ ल यसरी निस्किन्छ है ए यसरी बेइज्जत हुन्छ आलु अलि आएन के सबै तानेर भ्याएन ले भागै यत्रो आलु फल्यो नि तर मैले तानेको आएन कि अलि वहाँ हेर्नु ल हो त्यसरी निस्किन्छ नि खै आलु छन् अब खन्दा दुखी भयो खै छन् केही आलु छन् नि बदल्न पर्छन् के त्यतिकै कहाँ भेटिन्छन् र आलु जमिनभित्र हुन्छ के अरे होइन ल यिनै हुन् है आलु वहाँसम्म छन् खन्नी ल कसलाई कति चाहियो यहाँ भन्नुहोस् है कमेन्ट बक्समा हाम्रो मम्मीले हिसाब गरेर दिन्छन् ल म चाहिँ यता छु लगाउने अर्काले खाने अर्काले ल ठिक छ यहाँ बिचमा है गाउँबारीको बिचमा नत्र बाँदरले भ्याउँछन् आमा हुनुहुन्छ हाम्रो नानी छिन् मम्मी हुनुहुन्छ अनि म छु ल काम गर्नुपर्छ काम गरेर खानुपर्छ ल कहिले काम नगरेकालाई काम गर्न ल्याए यस्तै रहेछ हाँस्छिन् कि हाम्रो नानी त प्यारी फेरि हाँस्यो हेर ल ठिक छ ल काम गर्नुहोस् है काम गर्नुहोस् मैले जस्तो ठगेर नखानुहोस्